नमस्ते नमस्ते सबैजनालाई नमस्ते। के छ खबर? आरामै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? कहाँदेखि हेर्दै हुनुहुन्छ भन्नु होला। नमस्ते छ है सबैलाई। गुड मर्निङ। आज म के भन्न चाहन्छु भने नेपालमा धेरै शासन आए। कहिले काङ्ग्रेसको शासन आयो, कहिले एमालेको, कहिले माओवादीको। तर नेपालमा कहिले पनि शान्ति और समृद्ध और देशले कहिले सुख पाएको छैन। देशमा जहिले पनि क्रान्तिहरू भए, जनयुद्धहरू भए, तर नेपाली जनताले कहिले केही उपलब्धि पाएको छैन है। नेपाली जनताले हमेसा विदेशको गुलामी भएर खाडीमा दुःख पसिना गरी घर पैसा पठाउँदा समेत नेपाल सरकारलाई रेमिट्याक्स बुझाएर पैसा पठाउनु पर्छ। तर नेपालमा जहिले पनि गिद्धको लुछाई संसदमा जाने और सत्ता पक्ष बन्ने, प्रतिपक्ष बन्ने है। लुछालुछ एउटाले अर्काको विरोध गर्ने, अर्काले अर्काको विरोध गर्ने है। देशलाई कहिले राम्रो निकास दिन नसक्ने, खाली गिद्धको आफैले शासन गर्ने र आफैले कुम्लाउने और आफ्नै परिपाटी मिलाउने मात्रै भएको हुनाले नेपाली जनता बहुत निराश भएर अहिले विदेशबाटै भए पनि एउटा बहुमतको सरकार होस् र देशमा स्थिर सरकार बनी नेपाललाई राम्रो विकास होस् भनेर नेपाली जनताहरूले विदेशबाट फोन मार्फत है बुवा आमा सबै आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई एकचोटि रासोपा घन्टी चिन्हमा भोट हान्न भने नेपाली जनताहरू यहाँ विदेशदेखि र सबै नेपालमा बहुमतको सरकार आयो है। तर पनि गिद्धको लुछाई अहिले पनि छोडेको छैन। एउटाले अर्कालाई विरोध गरेको छ, अर्काले अर्कालाई। त्यो परिपेटी राम्रो भएन। नेपालमा बालन सरकार अलि गम्भीर भएर देशको लागि, देशको बारेमा राम्रो सोचेर देशमा के गर्नुपर्छ ठोस निष्कर्ष लिएर मात्रै अगाडि बढ्न म अनुरोध गर्दछु। नेपाली भूमि उता मिच्यो, नेपालले इन्डियाको भूमि मिच्यो, इन्डियाले नेपालको भूमि मिच्यो भन्ने होइन कि वर्षौँदेखि लिपुले कालो पानी लिम्पुद्वारा नेपालको जग्गा हो भन्ने और सत्तामा जाने र लुछालुछ गर्ने और त्यो न त नेपालले लिपुलेख नेपालमा लिएको छ, न लिपुलेखमा बस्ने नेपालीहरूलाई सुविधा और सम्पन्न गरेको छ, न केही गरेको छ। खाली सत्ताको लागि मात्र नभई नेपाल